पैसा बिना के कुनै सामुदायिक विद्यालय साँच्चै सुध्रिन सक्दैन? के बजेट नै सबै थोक हो त? आज हामी एउटा यस्तो आइडियाको बारेमा कुरा गर्दैछौँ जसले यो सोचलाई नै चुनौती दिन्छ। यो हो शून्य लागतमा, मतलब एक पैसा पनि खर्च नगरी केवल रचनात्मकता र समुदायको बलमा विद्यालयलाई पुरै बदल्ने 100वटा उपायहरूको सङ्गालो। ल सुरु गरिहालौँ है त। यो सबै कुराको सुरुवात थाहा छ एउटा सामान्य तर निकै शक्तिशाली प्रश्नबाट हुन्छ। यदि देश चलाउन सरकारले सुशासनको लागि 100 बुँदे सूची बनाउन सक्छ भने हामी सबै मिलेर आफ्नो गाउँठाउँको विद्यालयलाई राम्रो बनाउन, त्यो पनि कुनै खर्च बिना 100वटा आइडियाको सूची किन बनाउन सक्दैनौँ? हो, यही प्रश्नले नै आजको हाम्रो छलफललाई अगाडि बढाउँछ। ल सबैभन्दा पहिले कुरा गरौँ स्कुलको भौतिक वातावरणको। किनभने पहिलो प्रभाव पर्ने नै स्कुलको आँगन र कक्षा कोठा हेरेर हो, होइन त? अनि यसलाई राम्रो बनाउन पैसाभन्दा बढी त आइडिया चाहिन्छ। यो उपाय हेर्नुहोस् त, कति सरल तर गजबको। सडकमा त्यसै फालिएका पुराना टायर, तिनलाई रङ लगाएर फूल रोपिदिने हो भने स्कुलको आँगन कस्तो झलमल्ल देखिन्छ होला। यो टायर बगैँचाले देखाउँछ कि फोहोरलाई पनि मोहरमा बदल्न सकिन्छ। अब यो आइडिया हेर्दा त सामान्य लाग्ला, तर यसको असर निकै गहिरो छ। हरेक क्लासमा एउटा यस्तो कला कुना भयो भने विद्यार्थीहरूलाई आफ्नो सिर्जनाको कदर भएको महसुस हुन्छ। उनीहरूलाई लाग्छ, वाह, यो त मेरो क्लास हो, मैले नै सजाएको। यसले अपनत्वको भावना जगाउँछ। अनि आइडियाहरूको त के कमी छ र? राक्याचिर सामानबाट पढ्ने लेख्ने कुराहरू बनाउने, विद्यार्थी आफैले शौचालय सफा छ कि छैन भनेर हेर्ने, पुराना इँटाहरू जोडेर जुत्ता चप्पल राख्ने र्याक बनाउने, अनि कोठाबाट निस्किँदा अन्तिम व्यक्तिले बत्ती निभाउने। यस्ता साना साना बानीले पनि ठूलो फरक पार्छ, त्यो पनि शून्य लागतमा। ल बाहिरको वातावरण त भइहाल्यो, अब लागो स्कुलको मुटु यानि कि क्लासरुमभित्र। यहाँ पनि महँगो सामान नकिनिकन पढाइलाई कसरी रमाइलो र प्रभावकारी बनाउन सकिन्छ हेरौँ न त। साथी साथी सिकाइको कन्सेप्ट एकदमै गजबको छ। यसमा के हुन्छ भने जान्ने विद्यार्थीले नजान्ने साथीलाई सिकाउँछ। यसको फाइदा दुईतर्फी छ। एकातिर नजान्नेले साथीसँग सजिलै सिक्छ, अर्कोतिर सिकाउने विद्यार्थीको आत्मविश्वास र नेतृत्व गर्ने क्षमता ह्वात्तै बढ्छ। आखिर स्कुलको सबैभन्दा ठूलो सम्पत्ति त विद्यार्थी आफै हुन् नि, होइन र? अब अनुशासनको कुरा गरौँ। पहिले त गल्ती गर्यो कि सिधै सजाय, तर अब सोच बदल्नुपर्छ। डर देखाएर पिटेर होइन, सकारात्मक अनुशासनले गल्तीको कारण खोज्छ। विद्यार्थीलाई केही बेर शान्त ठाउँमा राखेर आफ्नो गल्तीबारे सोच्न लगाउने वा सम्झाउने बुझाउने गर्दा उनीहरूले आफ्नो व्यवहार आफै सुधार्न सिक्छन्। क्लासरुमलाई जीवन्त बनाउन त कति आइडिया छन्, कति। विद्यार्थीहरूले लाज नमानिकन प्रश्न सोध्न सकुन् भनेर एउटा प्रश्न पेटिका राखिदिने, गाउँकै कुनै किसान वा कालीगढलाई बोलाएर उहाँहरूको अनुभव सुनाउन लगाउने, वा कहिलेकाहीँ त रुखको छायारीमा लगेर पढाउने। यसले गर्दा पढाइ किताबको पानामा मात्रै सीमित रहँदैन, जीवनसँग जोडिन्छ। स्कुल भनेको शिक्षक र विद्यार्थी मात्रै त होइन नि। जबसम्म अभिभावक र पुरै समाज जोडिँदैन तबसम्म साँचो सुधार हुँदैन। त्यसो भए सबैलाई कसरी सँगै ल्याउने त? बिहानको एसेम्ब्ली कसले चलाउँछ? शिक्षकले? होइन, अब विद्यार्थीलाई नै जिम्मा दिने हो भने के होला? उनीहरू आफैले योजना बनाउने, आफैले कार्यक्रम चलाउने। सोच्नुहोस् त, यसले उनीहरूको कन्फिडेन्स कहाँबाट कहाँ पुग्छ? किनकि जिम्मेवारीभन्दा ठूलो शिक्षा अरू केही हुँदैन। यो एउटा वाक्य, यसले सबै कुरा भन्छ। जबसम्म समुदायको हरेक सदस्यले यो मेरो स्कुल होइन, हाम्रो स्कुल हो र यसलाई हामी आफैले बनाउनुपर्छ भनेर सोच्दैन, तबसम्म केही हुँदैन। यो हाम्रो भन्ने भावना नै त हो नि सबैभन्दा ठूलो शक्ति। अब स्कुल र समाजलाई जोड्ने कसरी त? उपायहरू छन्। सोच्नुहोस् त, पढाइमा अलि कमजोर विद्यार्थीको घरमै शिक्षक पुग्नुभयो भने अभिभावकलाई कस्तो लाग्ला? विद्यालय मर्मत गर्न पैसाको सट्टा श्रमदान माग्दा कस्तो आपनत्व बढ्छ? यस्ता कामले अभिभावकलाई पाउन होइन, विद्यालयको एक महत्त्वपूर्ण हिस्सेदार बनाउँछ। ल यति धेरै आइडियाहरू त भए, तर यी सबैलाई एउटै धागोमा कसरी उन्ने, एउटा साझा सपना कसरी बनाउने, अब त्यतितिर लागौँ। र यो सबै आइडियालाई समेटेर एउटा अभियान बन्छ। हामी बनाउँछौँ हाम्रो विद्यालय। यो कुनै 1-2 दिनको कार्यक्रम होइन, यो त सोच बदल्ने अभियान हो। अरूले गरिदेला भनेर कुरेर बस्ने होइन, हामी आफैले गर्ने हो भन्ने भावना जगाउने अभियान। र अन्त्यमा ती 100वटै आइडियाको निचोड यही एउटा प्रश्नमा आएर टुङ्गिन्छ। यो प्रश्नले सबैलाई एक ठाउँमा ल्याउँछ,
शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई। र सबैलाई एउटा साझा सपना देख्न लगाउँछ। आजको 5 वर्षपछि हामी हाम्रो स्कुललाई कहाँ देख्न चाहन्छौँ? किनकि जब सपना सबैको साझा हुन्छ नि, तब त्यो सपना पूरा हुने बाटो पनि आफै बन्दै जान्छ।